आज म बनाउँदैछु चिकन ग्रेभी अनि त्यसपछि साइडमा काँक्राको स्यालेड। यो बनाउन एकदमै सजिलो छ, खानलाई पनि एकदमै मिठो छ। ल बनाउन सुरु गरौँ। मैले त्यसमा चाहिँ प्यानमा तेल हाल्ने अनि त्यसपछि प्याज हालेर यसलाई मजाले भुट्ने, त्यसपछि चिकन एड गरिदिने होइन। अनि यसलाई पनि मजाले तेलमा मिक्स गरेर साइडमा चाहिँ हामीले जिरा, त्यसपछि चिली फ्लेक्स अनि गार्लिक पाउडर, अजिना र के हो नाम कस्तो नआएको टिमुर हालेर मसला बनाउने। अनि त्यसपछि यसमा बेसार हालेर मिक्स गरिदिने। अनि त्यसपछि अदुवा लसुनको पेस्ट, थोरै नुन स्वाद अनुसार हालेर पनि मिक्स गरेर यसलाई एकछिन टक्कसँगले छोप्न छोडिदिने है। अनि छोपिसकेपछि यसलाई फेरि पनि मिक्स गर्ने अनि अहिलेको मसला हालेर मसलालाई पनि मजाले मिक्स गरिदिने। त्यसपछि मसला पाक्नको लागि छोपिदिने। त्यसपछि यस्तो हुन्छ। अनि पालो आउँछ टमाटरको होइन, यसरी टमाटर एड गरिदिने अनि फेरि पनि लो फ्लेममा होइन, लो आगोमा टक्कसँगले छोपिदिने है। अनि यसको यस्तो खालको ग्रेभी भएर तेल निस्किन्छ। अनि यतिको भइसकेपछि यसमा धनियाँ छर्किने होइन। अनि त्यसपछि काँक्रा मसिनो पारेर काट्ने अनि यसमा सेसमी सिड, चिली फ्लेक्स, सोया सस, नुन अनि थोरै भिनेगर हालेर यसलाई मिक्स गरिदिने अनि यो रेडी हुन्छ है त।